हामीले सामान्यतया भन्ने गरेको ग्यास्ट्रिक खासमा साधारण नहुन सक्छ। थाहा छ, यसको पछाडि क्यान्सर समेत गराउन सक्ने एउटा कीटाणु हुन सक्छ। ल, आज हामी एउटा यस्तै लुकेको कारणबारे खोतल्नेछौँ जसले करोडौं मानिसहरूलाई असर त गरेको छ, तर धेरैलाई पत्तै छैन। हो, हामीले सामान्य ठान्ने यो ग्यास्ट्रिक वा पेट दुखाइ साँच्चै नै साधारण नहुन सक्छ। वास्तवमा यो समस्याको जडमा एउटा सूक्ष्म कीटाणु लुकेको हुन सक्छ। अनि कुरालाई अझ गम्भीर बनाउने तथ्य के हो भने यही कीटाणुले पेटको क्यान्सरको जोखिम पनि बढाउन सक्छ। तर आत्तिहाल्नु पर्दैन, किनभने यसको समाधान पनि छ। अब यसको बारेमा अलि गहिराइमा गएरै बुझौँ है त। यो लुकेको दोषीको नाम हो हेलिकोब्याक्टर पाइलोरी, छोटकरीमा भन्दा एच पाइलोरी। आखिर के हो त यो र यसले कसरी हाम्रो शरीरलाई असर गर्छ? एच पाइलोरी भनेको यो एउटा यस्तो ब्याक्टेरिया हो जो हाम्रो पेटको भित्री सतहमा गएर मजाले टाँसिएर बस्छ। अनि यो कतिसम्म बलियो हुन्छ भने नि, एकचोटि शरीरभित्र छिरेपछि उपचार नगर्ने हो भने त जीवनभर त्यहीँ डेरा जमाएर बस्दिन्छ। सोच्नुस् त, हाम्रो पेटभित्र एउटा नचाहिने पाहुना, त्यो पनि जिन्दगीभरका लागि। अनि यो कुनै दुर्लभ संक्रमण चाहिँ होइन है? कति व्यापक छ भन्ने कुरा त यहीँ हेर्नुस् न। संसारको लगभग आधा जनसङ्ख्या, मतलब हरेक 2 जनामा 1 जना यो कीटाणुबाट संक्रमित छन्। यो त विश्वव्यापी रूपमा फैलिएको सबैभन्दा ठूलो संक्रमणहरूमध्ये एक पो रहेछ। र यदि अमेरिकी वयस्कहरूको मात्रै कुरा गर्ने हो भने तथ्याङ्कले के देखाउँछ भने हरेक 3 जना मध्ये 1 जनामा यो संक्रमण भेटिन्छ। यसले के देखाउँछ भने यो समस्या कति सामान्य छ र हामी पनि यसबारे सचेत हुनुपर्छ। तर सबैभन्दा अचम्मको कुरा के हो थाहा छ? धेरैजसो मानिसहरूलाई बाल्यकालमै यसको संक्रमण भइसक्छ, तर उनीहरूलाई जिन्दगीभर आफू संक्रमित भएको थाहै हुँदैन। किनभने धेरैजसो अवस्थामा यसले कुनै लक्षणै देखाउँदैन। हो, त्यसैले त यसलाई लुकेको दोषी भनिएको। लक्षण नदेखिए पनि यसको मतलब यो होइन कि यसले भित्रभित्रै केही गरिरहेको छैन। अब हेरौँ, यो कीटाणुले हाम्रो पेटभित्र के वितण्डा मचाउँछ। यो चित्रमा हेर्नुस् त, एच पाइलोरी पेटको भित्री सतहमा बस्छ अनि त्यहीँ बसेर यसले यस्तो रसायनहरू निकाल्छ जसले पेटको भित्री तहलाई लगातार सुन्निन बाध्य बनाउँछ। डाक्टरको भाषामा यसलाई ग्यास्ट्राइटिस भनिन्छ। यो त यस्तो भयो मानव पेटभित्र लगातार सानो आगो बलिरहेको छ। जब यो सुन्निने प्रक्रिया लामो समयसम्म चलिरहन्छ, यसले पेट वा सानो आन्द्राको भित्री सतहमा घाउ बनाउन थाल्छ। हो, यही घाउलाई हामी पेप्टिक अल्सर भन्छौं र यो एच पाइलोरीले निम्त्याउने सबैभन्दा सामान्य तर गम्भीर समस्या हो। यो तथ्याङ्कले त झन् कुरा स्पष्ट पार्छ। हेलिकोब्याक्टर पाइलोरी नै अल्सरको मुख्य कारण हो। सोच्नुस्, सानो आन्द्रामा हुने 90% अल्सर र पेटमा हुने 70% अल्सरको पछाडि यही कीटाणुको हात हुन्छ। अल्सर त छँदैछ, यो संक्रमणले पेटको क्यान्सर हुने जोखिम पनि बढाउँछ। यो नै एच पाइलोरी संक्रमणसँग जोडिएको सबैभन्दा गम्भीर खतरा हो। तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ। जोखिम बढ्छ भन्दैमा एच पाइलोरी संक्रमित सबैलाई क्यान्सर हुन्छ भन्ने होइन। वास्तवमा क्यान्सर हुने सम्भावना एकदमै कम, मतलब 1% भन्दा पनि कम हुन्छ। त्यसैले जानकारी राख्नु राम्रो, तर डराइहाल्नु पर्दैन। ल, समस्याबारे त थाहा भयो। अब समाधानतिर लागौं। खुसीको कुरा के छ भने यो संक्रमण छ कि छैन भनेर पत्ता लगाउन एकदमै सरल र प्रभावकारी परीक्षणहरू उपलब्ध छन्। अब परीक्षणको कुरा गरौँ है त। खासमा 2वटा तरिका एकदमै राम्रो मानिन्छ। एउटा हो श्वास परीक्षण, अर्को दिशा परीक्षण। किनभने यिनीहरूले अहिले शरीरमा कीटाणु सक्रिय छ कि छैन भनेर ठ्याक्कै पत्ता लगाउँछन्। अब रगत परीक्षण पनि छ, तर त्यसमा एउटा समस्या छ। यसले पहिला कहिले संक्रमण भएको थियो कि अहिले पनि छ भन्ने कुरा छुट्याउन सक्दैन। त्यसैले कहिलेकाहीँ रिजल्टले अल्मल्याउन सक्छ। ल, संक्रमण पत्ता लाग्यो रे, अब के गर्ने त? नआत्तिनुहोस्, यसको उपचार पनि एकदमै सिधा र प्रभावकारी छ। विशेषज्ञहरूको सिफारिस एकदमै स्पष्ट छ। यदि कसैमा एच पाइलोरीको संक्रमण देखियो भने त्यसको उपचार गराउनै पर्छ। यसले अल्सर निको पार्न मात्र होइन, भविष्यमा हुन सक्ने ठूला समस्याबाट पनि बचाउँछ। उपचार प्रक्रिया पनि एकदमै व्यवस्थित छ।
सामान्यतया 14 दिनको लागि 2 देखि 4 वटा औषधि मिलाएर दिइन्छ। यसमा एन्टिबायोटिक्स र पेटको एसिड कम गर्ने औषधिहरू हुन्छन्। तर एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ, उपचार सफल हुनको लागि सबै औषधि तोकिएको समयसम्म पुरै कोर्स खानुपर्छ। अनि उपचार सकिएको करिब 4 हप्तापछि फेरि परीक्षण गरेर कीटाणु गयो कि गएन भनेर पक्का गरिन्छ। अनि यो उपचार कतिको प्रभावकारी छ त? यो चार्टमा हेरौँ न। पहिलो पटक्कै उपचारले लगभग 85% मानिसमा संक्रमण निको हुन्छ। यदि पहिलो प्रयासले काम गरेन भने फरक औषधि दिइन्छ र 3 चरणसम्मको उपचारपछि त सफलता दर 96% पुग्छ। र सबैभन्दा राम्रो कुरा के हो भने एक पटक उपचार सफल भएर कीटाणु शरीरबाट हटेपछि यो फेरि फर्केर आउने सम्भावना एकदमै कम हुन्छ, किनभने धेरैजसो संक्रमण बाल्यकालमा नै भइसकेको हुन्छ। ल अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ, कसले चाहिँ यो परीक्षण गराउने बारे सोच्नुपर्छ त? यदि कसैलाई पहिले वा अहिले पेप्टिक अल्सर भएको छ, या परिवारमा कसैलाई पेटको क्यान्सर भएको थियो, अथवा लामो समयदेखि अपचको समस्याले सताइरहेको छ भने एच पाइलोरीको परीक्षण गराउनु एकदमै राम्रो हुन्छ। त्यस्तै घरको कुनै सदस्यमा यो संक्रमण देखिएको छ भने पनि परीक्षण गराउनु बुद्धिमानी हुन्छ। र अन्तमा यी केही खतराका सङ्केतहरू हुन् जसलाई कहिले पनि बेवास्ता गर्नु हुँदैन। जस्तै बिना कारण तौल घट्नु, लगातार बान्ता हुनु, बान्ता वा दिशामा रगत देखिनु वा पेटमा एकदमै चर्को दुखाइ हुनु। यस्तो लक्षण देखिएमा चाहिँ तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ। भनेपछि जुन ग्यास्ट्रिकलाई हामी सामान्य सोचेर बसिरहेका छौं त्यसको पछाडि यो कीटाणु हुन सक्छ। यो यति सामान्य संक्रमण हो जसलाई पत्ता लगाउने तरिका र उपचार दुवै सजिलो छ। आफ्नो स्वास्थ्यबारे सचेत रहनु र आवश्यक परेमा चिकित्सकसँग सल्लाह लिनु नै सबैभन्दा बुद्धिमानी कदम होइन र?